हेलो साथीहरू, आजको विषय छ मानिसको अन्त, द एन्ड अफ म्यान। मानिस जन्मन्छ, बढ्छ र एक दिन समाप्त हुन्छ। बट द क्वेसन इज दिस रियली द एन्ड? अनि परमेश्वरको वचन बाइबलमा हिब्रूको 9:27 यसरी भन्दछ, जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ। It is appointed for man to die once, and after that comes judgment. धन, पद, फेम सबै यही छोडिन्छ। Only one thing remains, that is our soul. मानिसको शरीर माटोमा फर्कन्छ, but the soul goes to eternity, either with God or without God. आज हामी जीवनको कुरा गर्छौं, तर अन्तको लागि तयार गर्छौ त? परमेश्वरको वचन एक्लिसियन्स यानि कि सपोपदेशक 12:7 यसरी भन्दछ, जमिनबाट आएको धुलो जमिनमै फर्कन्छ, तर आत्मा परमेश्वर कहाँ फर्कन्छ। The dust returns to the earth and the spirit returns to God. यसैले आज नै सोचौं, where will I spend my eternity? Jesus says, यूहन्नाको 11:25 मा यसरी लेखेको छ, यीशुले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। I am the resurrection and the life. मानिसको अन्त मृत्यु होइन। Without Christ, death is the end. With Christ, death is the beginning. आज नै निर्णय गरौं, choose life, choose Christ. God bless you all.